धरान तरारा सडक खण्डमा 6 लेनको बाटो सञ्चालन आएको केही वर्ष भइसक्यो र पनि केही वर्ष भए तापनि गाडीहरू तीव्र रूपमा सञ्चालन चलाउने गरेको कारणले गर्दाखेरि एक्सिडेन्ट दुर्घटनाहरू अत्याधिक मात्रामा वृद्धि भइरहेको छ। दुर्घटनाका कारण यो हिजै बेलुका राति भएको बस दुर्घटनामा चाहिँ 24 जना यात्रीहरू चाहिँ घाइते भएका छन्। भनेदेखि घाइतेहरूको अवस्था अत्यन्तै चिन्ताजनक छ। केहीको भनेदेखि केही एकजना सहचालकको हात चुडिएको अवस्था रहेको छ भने घाइतेहरूको अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। भनेदेखि यो बसलाई चाहिँ प्रहरी चौकी तराराले रेस्क्यु गरेर यहाँ कार्य परिसर नजिकै ल्याएर राखेको छ भने अन्य 40-50 जना यात्रु रहेको उक्त बसमा तीव्र रूपमा बस चाहिँ चलिरहेको थियो र तीव्र बस सञ्चालन भएको कारणले गर्दाखेरि चाहिँ दुर्घटना भएको भनेर यात्रुहरूले भनिरहेका छन् र घाइतेहरूको सम्पूर्ण घाइतेहरूको धरान को वाक्यमा उपचार भइरहेको हजुर आफै अनिश्चित भएर भनेदेखि यो सडक खण्डमा चल्ने सवारी साधनहरू त्यत्रो भिडभाड त्यस्तो देखिँदैन। सडक खाली खाली जस्तो देखिन्छ तर तीव्र कस्तो मोबाइल थियो उहाँको के थियो कुन 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 कम्पनीको CK5 को त्यो मोबाइल त छैन। चोटपटक पनि लागेको छ, टाउको फुलेको छ, खुट्टा पनि सिसा घोचिएको छ। घाइतेको अनि घाइते तपाईँको अनि हिजो औषधि उपचारको लागि घोपा क्याम्प जानु भएन? अनि के भन्नु त अनि उपचारपछि तपाईँ चाहिँ उहाँको बाबा हो? अनि डक्टरले के भन्यो औषधि उपचारहरू किन गराउनु भन्नु फर्किहाल्नु? अलिक मजाले बोल्नु त। त्यो तपाईँलाई कस्तो यो बस धरानबाट आउँदा के तीव्र रूपमा थियो कि के कारणले तपाईँहरूले देख्दा कसरी दुर्घटना भयो? पल्टियो। त्यसमा करिब कतिजना प्यासेन्जर थिए? सबै लेडिजै हुन्थ्यो। कति वर्ष पुग्नु हो? कहाँ घर त मैले थिएन? हजुर अलिकति यता आउनु। वार्ड नम्बर 5 सम्झना चौक। अनि यो चाहिँ गाडीमा चाहिँ तपाईँहरू बिहान विराटनगरमा आउनुभयो के को लागि आउनुभएको थियो? हामीलाई यहाँ विराटनगरदेखि त्यो धरानको इस्कोनबाट रथ यात्रा निकाल्नुमा थियो त्यही हाल्नुभएको थियो अनि राति अनि करिब कतिजना के अरे प्यासेन्जरहरू केही थाहा छ, जानकारी छ तपाईँलाई? हो कि यो गाडीमा कतिजना यात्रुहरू हुनुहुन्थ्यो? 30-40 जना। 24 जना त घाइतेहरूलाई धरान घोपा क्याम्प नै पुर्याइएको भनिएको छ। अन्य सकुशल पनि धेरैजना फर्केर जानुभयो। 30-40 जना मात्रै थिए र सबै सिटमा थिए कि उभिएका पनि थिए? अनि यो चालक चाहिँ तपाईँहरूले पहिले नै चिन्नुभएको हो कि नचिनेको चालक के हो? अनि चालकले केही मापसीहरू गरेको जस्तो केही लाग्थ्यो? ल तपाईँलाई यति भनिदिनु हो। त्यसको लागि धेरै धन्यवाद है त।